सो हेलो एन्ड नमस्ते गाइज एन्ड फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो यस युट्युब च्यानल डाइनामिक लिडरमा। र आजको हाम्रो टपिक चाहिँ के छ भने चाहिँ अहिले चाहिँ सोशल मिडियाजहरुमा धेरैजनाले चाहिँ यो अस्ट्रेलियाको चाहिँ धेरै नै सजिलो भएको छ। अस्ट्रेलियाको भिजा अब सजिलै लगाउन सकिन्छ। खासमा कुरो के हो त, के साच्चीकै अस्ट्रेलिया जान धेरै नै सजिलो भएको बिना डकुमेन्ट लाइक फेक डकुमेन्ट्सहरु देखाएर पनि अब सजिलै भिजा लगाएर अस्ट्रेलिया जान सकिन्छ त भन्ने कुरा हो त। सो यसलाई चाहिँ आज हामी सबै एंगलबाट हेरौं र यसको रियालिटी के हो हैन, यो कुरा कस लाइक हुन्छ नि, यो कुराले चाहिँ रियालिटीमा के भन्न खोजेको भन्ने कुरा धेरै जनाले चाहिँ बुझ्न अलिकति अप्ठ्यारो मानिराख्नु भएको छ। सो त्यो भएको कारणले गर्दा म तपाईहरुलाई चाहिँ सहज बनाइदिने छु र यो छोटो भिडियो हुनेछ, धेरै लामो म बनाउँदिने भिडियो। सो यसको चाहिँ के भएको छ भन्दाखेरि लाइक द फ्याक्ट कुरा चाहिँ के छ भन्दा जुन चाहिँ अस्ट्रेलियाको होम अफेयर्स छ उहाँहरुले चाहिँ के गर्नु भएको छ भन्दाखेरि अहिले चाहिँ नेपाल पहिला एसिस्टमेन्ट लेभल 3 मा थियो र अहिले 2 मा राखेको छ। सो यहाँ साइडमा तपाईले हेर्न सक्नुहुन्छ। सो यो चाहिँ भर्खरै मात्रै लेटेस्ट अपडेट यो आएको हो। सो यो यसमा चाहिँ नेपाल सेकेन्ड नम्बरमा परेको छ र सेकेन्ड नम्बरमा पर्नुको अर्थ चाहिँ के छ भन्दाखेरि जुन चाहिँ नम्बर अब 1 मा छ तिनीहरुलाई चाहिँ झन् हामी भन्दा नि सजिलो हुन्छ भन्ने कुरा हो। र यसरी त्यो सजिलो सहजताको रूपले हेर्दाखेरि चाहिँ तपाईहरुलाई लाइक सजिलो हुनेछ अभियसली हैन। लाइक नेपालबाट पहिला जाँदाखेरि चाहिँ अब धेरै नै स्ट्रङ डकुमेन्टहरु, धेरै नै लाइक फाइनान्शियल डकुमेन्टहरु देखि लिएर तपाईको जीपीए, तपाईको आइएल्सहरु एकदमै म्यान्डेटरी गरिन्थ्यो र एकदमै स्ट्रिक्टली चेक गरिन्थ्यो। त्यो कुरा छ हैन। र अहिले चाहिँ के भएको छ भने त्यो कुरालाई चाहिँ अलिकति सहज गरेर सहजीकरण गरेर चाहिँ तपाईहरुलाई अलिकति सजिलो हुने एउटा बाटो मात्रै बनाएको। यसको मतलब तपाईलाई अब डकुमेन्ट नै चाहिदैन, सबै डकुमेन्ट फेक सबै डकुमेन्ट हुन्छ नि, तपाईले चाहिँ जस्तो मन लागे त्यस्तो बनाएर हालेर चाहिँ मेरो मजाले अस्ट्रेलियाको भिजा लाग्छ भनेर चाहिँ त्यो भ्रममा नपर्नु होला। र कन्सल्टेन्सीले यदि त्यसरी झुकाएर तपाईको भएभरको सबै डकुमेन्ट फेक बनाएर तपाईलाई फेरि अस्ट्रेलियाको लागि भिजा अप्लाई गर्न लगायो भने चाहिँ त्यो तपाईलाई धेरै नै घाटा हुन सक्छ। सो यो कुरा चाहिँ ध्यान राख्नु होला। यसको मतलब चाहिँ तपाईले जस्तो पाए जस्तो मन लागे बिना आइएल्सै गर्न मिल्छ, बिना आइएल्सकै जान मिल्छ अस्ट्रेलिया भनेर चाहिँ त्यस्तो कुरा हैन। जस्ट एसेसमेन्ट लेभललाई चाहिँ 3 देखि चाहिँ 2 मा लगेको र त्यसले गर्दाखेरि चाहिँ हामीलाई अलिकति सहज हुनेछ। किनभने अब जति तपाईलाई चाहिँ जुनै सुकै कन्ट्रीले पनि अब अलिकति सहज बनाइदिन्छ त्यति हामीलाई सजिलो हुने हो। सो यसको मतलब अब तपाईलाई आइएल्स रिक्वायर्ड नहुने, जीपीएले पनि म्यान्डेटरी नगर्ने त्यस्तो कुरा केही पनि हैन। लाइक तपाईको युनिभर्सिटी जुन युनिभर्सिटीमा गइराख्नु भएको छ त्यो युनिभर्सिटीको के रिक्वायरमेन्ट्सहरु छ त्यो चाहिँ पुराउनु पर्छ। र यदि आइएल्स चाहिएको छ भने आइएल्स मागेको छ भने आइएल्स कम्पलसरी चाहिन्छ। अब कुनै कन्सल्टेन्सीहरुमा गएर चाहिँ तपाईले अब आइएल्स पर्दैन, अब अस्ट्रेलियाले लुज बनाएको छ, तपाईको अफर लेटर आइसकेपछि लाइक तपाईले आइएल्स गर्नुपर्ने हुन्छ, यो गर्नुपर्ने हुन्छ। सो त्यस्तो भ्रममा नपर्नु। लाइक पहिला जे प्रोसेस थियो त्यही प्रोसेस नै हुने हो। बट यसमा लाइक तपाईको डिफरेन्स मात्र यति मात्रै छ कि तपाईलाई चाहिँ अलि सजिलो भएको छ भन्ने कुरा हो। सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब अहिले चाहिँ जस्तो तपाईले चाहिँ अब अस्ट्रेलिया नै जान्छु भनेर बसिराख्नु भएकोहरुको लागि पनि गुड न्यूज छ। र यो तपाईको जस्तो अब 2 इयर्स 3 इयर्स सम्मको ग्याप एक्सेप्टेड थियो पहिला, त्यो कानुन अहिले पनि लाग्छ र त्यो रुल्सहरु अहिले पनि लाग्छ। सो यति मात्रै हो तपाईको लागि। यो गुड न्यूज चाहिँ कसरी छ भन्दाखेरि अलिकति डकुमेन्टमा सहज तपाईले गरेर चाहिँ अलिकति सजिलो तरिकाले डकुमेन्टहरुमा बुझाउनु पर्ने हुन्छ। र त्यसको लागि चाहिँ अब आइएल्सै नगर्नु पर्ने, जीपीए नै म्यान्डेटरीहरु नगर्नु पर्ने त्यस्तो केही पनि हैन। जस्ट तपाईको चाहिँ अहिले भिजा प्रोसेसिङहरु हाई रेट छ भन्ने कुरा यसबाट चाहिँ क्लियर हुन सकिन्छ। र अरु पनि सम्पूर्ण जानकारीको लागि चाहिँ मेरो मलाई इन्स्टामा फलो गर्न सक्नुहुन्छ, मलाई व्हाट्सएपमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। इट्स इन माई बायो। सो चेक गरेर गर्नु होला। हस्त धन्यवाद। थ्यांक यू सो मच फर योर टाइम।